छौँ अम्ब्रेला स्ट्रिटमा हो। कहाँ छ अरे भान्जी? अम्ब्रेला स्ट्रिट। अम्ब्रेला स्ट्रिटमा। कति हल्का पर्छ कि यसलाई दुई घन्टा बनाएर दिने हो भने पाल्न हाई दाजु भाइ भान्जा तीनजना हामी र बेलुकाको इभिनिङ वाकमा हिँड्दैछौँ। हिँड्दै हिँड्दै हामी फेस्टिभलतिर पनि गएर आउँछौँ, स्ट्रिट फेस्टिभलतिर होइन त? जिरेली रमाइलो छ? गुड।
हुनाले पटका पड्केको एउटा पनि निस्केको छैन। यो वर्ष नयाँ अनुभव पड्किरहेछ, मान्छेको भइरहेछ, सबै हेरिरहेको तर बादल लागेको हुनाले जति भान्जा पनि बिचरा पटका हेडजोनर बस्नुभएको यत्तिकै भयो। कुमार भाइ बिचरा त्यत्तिकै छ। ल हेर्नुहोस्, निराश, सबै निराश। यस्तो बादल छ, मिल्केको जस्तो देखिएको छ, आवाज आइरहेछ तर पटका पड्केको केही देखिएको छैन। नेपालीको ह्याप्पी न्यू इयर शीतसँगै मनाइएको छ। पुरै शीत खसेको छ पानी जसरी। कुमार भाइ र भन्छ ह्याप्पी न्यू इयर। हेर्नुहोस् क्राउड, हेर्नुहोस् बादल। छैन, आउँदैन क्या अहिले। त्यही अहिले आउला मान्ने कि मैले होइन मिक्स गरेर सिलाउँछ। त्यसको उम्रो बाङ्गो पनि म त नदेखेको त्यसैले देख्छु फेरि कहाँ कहाँ चागा टालो मिलाइदिनु छैन यो लागेको लाउनु खुट्टाको हातको खुट्टाको ल्याउनु मजा हातलाई बाललाई छोपिन हात बाललाई छोप्नु पर्दैन खुट्टालाई सुरुवातमा लाग्छ आँसु निस्केको रहेछ रोयो नि के हुन्छ जति रोयो त्यति गऱ्यो हुन्छ के होइन हजुर जाडोले काम गऱ्यो यता फर्काएर यता घाँटा गुड मर्निङ। आज हामी कहाँ आएका छौँ? दिनेश दाईकोमा होइन आज हामी नानीको घर आएको है। आज के हो नानी? के को पूजा? भाइको न्वारन भन न। मेरो छोराको भाइको, यसको पनि भाइको, यसको चाहिँ छोराको, यसको पनि छोरा है। आज भाइको न्वारनमा आएको हामी होइन। रमाइलो भएको छ साँच्चै?
जगन्धारं सदा वसन्तं दयानिधिं भवं भवानी सहितं एउटा छालाङ ल्याइदिनु न। साई नमो नमः हरि ओम चन्द्रमा यसो घुमाउ वनस्पति भाइ चाहिँ यहाँ नुहाएर नबसेको छ अन्त पूर्व भयो साइलो काका र कान्छो काका यो उत्तर यो पूर्व पूजा गर है यो एरिया सबै कुराले घुमाउ चन्दन राख अक्षता राख मैले पढेँ है त हरि ओम त्रिके व्यासदा दग्नि खबोर बिहानी नमस्कार त साइलो काका या गच्छ या तिष्ठ सुप्रसन्न भव सर्वदा मम नमस्कार को त नि त्यो? नमस्कार नमः अब अग्निको दक्षिणपट्टि यहाँ पूजा गरिदेऊ यहाँ है अग्नि सह पृथ्वी सन्निते सबै व्यस्त काममा व्यस्त व्यस्त यता अमृतजी नि व्यस्त आज पार्टी खान जाने मान्छे आज हाम्रो नेपाली हिरो के अरे नाजिर हुसेनसँग चाहिँ पार्टी खान जाने अरे म चाहिँ कान्छी बुबु यता अचार बनाउँदै अचार कुकिङ नमस्करोमि क्षमसाय नमो नमः या गच्छ या धिक सुप्रसन्न भव सर्वदा मम नमस्कार आज यसको नुहारण देखा है त यसरी बिल गर्दैन वाउ हेर्दै गयो यार वाह ओए हिरो वाह अब अलि पर मेरो छोरो यसको पनि छोरो है फेरि यसको पनि छोरो तेरो चाहिँ भाइ होइन अब तँ अन्त बढी माया यसलाई गर्छन् सबैले अब छ्याउरी म गर्छु नि तर फेरि धेरै माया बुझिस् है के भयो त्यो किन हाँसियो यस्तो भन्छ त्यसै हाँसियो अब भाइ रिसाब लाग्यो अहिले हाँस्यो अरे हाँस्दाखेरि भाइ रिसाब तिम्रो मामा हिँड्दै बुझ्छ अनि यसको त अङ्कल हो यो अङ्कल र भतिजी पन्जा लगाएको हातमा पन्जा लगाएको मा गरौँ न है मा चाहिँ गरौँ न है सानो मान्छेलाई मा गर्नु चाहिँ हुँदैन हो हातमा गरेको हो हातमा गरेको मा हाँस्यो कसरी यो त क्यामेरामा हेरेर देखा त कसरी हाँसेको रे
यो त जुठो होला नि यसको नाम त खतरा निस्को हेर अब सबै एकदम राम्रो छ त्यो कान खोल्न पर्यो के अरे श्री सम्वत 2082 साल 9 महिना 9 त्यो राख लानु अब मैले उसमा उहाँ राखेछु क्या तिमीहरूले नि यो त राख होइन भोलिपछि मैले कम्प्युटरमा त राखेछु त्यही सोमा बस्दै सोधेको कल्पना तामिथि आभारमा हाँस्न पाथ्यो परिवार चाहिँ प्रार्थी ल भयो अब त माथि चाहिने डुडा कोठा बनाइयो क्या बाबु आउँथे टिको लगाउन आउनु न हजुर ए बाबु त टिको ल्याउ त सबै मन इच्छा पूर्ण होस् सफल होस् ल चिची पाक्दैछ चिची सुन्नुभयो दिदी त्यो पुवा बार्नु सवाले त्यो बुहारीलाई दिनु लागेन ल ल्या दिपालीले आज गरिदिनु गर्नु भनेको छ नि त
भाइ अरे अङ्कल भन्नु